मेरो नाम सनुराज भद्राचार्य। म हाल यो पाटन गाभालमा बस्छु। अहिले मेरो काम म मूर्तिकलामा विगत म 12 सालदेखि बच्चादेखि नै मैले यो काम थाल्न सुरु गरेको हो। अहिले चाहिँ म 60 वर्ष पुगिसकेँ, तैपनि अहिलेसम्म मैले काम गरिरहेको छु। अब मैले यस्तो गुरु मलाई भगवानले भेटाएको छ। सो उहाँले चाहिँ मलाई 8 वर्षसम्म उहाँको सँगै राखेर मलाई यो मूर्तिकला काम गर्नेमा, बुट्टा कोर्नेमा तालिम दिएको छ उहाँले। उहाँको नाम यहाँ पाटनमै बस्नुहुन्छ रत्नबहादुर साके, मेरो गुरुको नाम। आफ्नो गुरुसँग छुटेर म आफ्नै काममा लागेँ। म आफ्नो पनि अब घरमा आफ्नो पनि समस्या छ, केही गर्न आफ्नो पनि केही बनाउँछौँ त्यो सोचमा छु। अब मूर्तिकलाको प्रेरणा भन्नाले चाहिँ अब जति मैले सिकेर आएको छु, जति मैले मेरो गुरुबाट ज्ञान पाएको छु, उहाँबाट पाएको ज्ञान, उहाँबाट पाएको प्रेरणा मैले अरू भाइहरूलाई पनि सिकाउने गरेको छु धेरैलाई। किनभने अब मेरो गुरु अहिले चाहिँ काममा रिटायर हुनुभएको छ, तर उहाँको कामलाई मैले चाहिँ अब जिउँदै राख्नेलाई भन्नु पऱ्यो होइन। अब उहाँले काम गर्नु नसके पनि उहाँको कामलाई चाहिँ मैले चाहिँ निरन्तर रूपमा गरिरहेको छु। म चाहिँ आफू काम गर्न सकोस् नसकोस्, अब आफू बितेर गए भने आफ्नो काम चाहिँ रहिरहोस् भन्ने हेतुले मैले धेरैले काम पनि सिकाउने गरेको छु। मैले सबभन्दा मूर्ति बनाउनेमा चाहिँ अब खासै मेरो बनाउनेमा मलाई यो व्याक्सु बनाउन मेरो गुरु छैन। मेरो आफ्नै सोचमा मैले बनाएको। अब यसको मैले सबभन्दा पहिलो बनाएको मैले एउटा 500को नोटमा, यो सानो बोधिसत्व त्यहाँ छ, त्यसमा 500को नोटमा तपाईँ हेर्नुहोस्, त्यो हेरेर मैले बनाएको छ यो मूर्ति। अब जस्तै हामीले चाहिँ पढाइ गर्दा पनि एउटा शिक्षकले त को भने यस्तो भन्ने मलाई लेखिदिन्छ, त्यसलाई राम्रो पार्ने एउटा स्टुडेन्टको काम हुन्छ नि। त्यस्तै हामी कलाकारकोमा पनि आफ्नै भित्री आत्मादेखि यो मूर्ति यस्तो हुनुपर्छ, यसलाई यो टाइपमा जानुपर्छ भनेर चाहिँ त्यो हिसाबमा बनाएर जानुपर्छ। त्यो भित्री आत्माको चाहिँ हाम्रो जुन ज्ञान हो यो यसमा पोख्नुपर्छ। तर कुनै काम नयाँ काम थाल्ने गर्नु परेमा यो सोचेर गर्छु कि यो काम पुरा भयो भने म यो महालक्ष्मी स्थानमा मगाएर एकचोटि म लाख बत्ती जलाउने गर्थेँ, म गर्छु भनेर पहिले सोच्थेँ। सो पुरा पनि हुन्छ, पूजा पनि गर्थेँ मैले। त्यस भएर यो कामको लागि विश्वकर्माको पूजा गर्नुपर्छ। अब यो हाम्रो बुद्धको त चाहिँ अब त्यो निरन्तरमा जहिले पनि भइरहने हुन्छ। अब बुद्धसँग माग्नु नि के माग्ने, अब दिने त अरू पनि धेरै भगवान् छ, उहाँहरूसँग माग्छु म। अब यो व्याक्सको चाहिँ जुन पहिला यो बनाइसकेकोमा माटो लगाइसकेपछि भित्र जुन यसमा बाँकी यो मूर्तिको व्याक्स हुन्छ नि, त्यसलाई चाहिँ पगालेर निकाल्नुपर्छ। त्यसलाई निकालेपछि जुन भित्रको भाग, यो मूर्तिको भाग खोक्रो हुन्छ नि, त्यसको माथि हामीले तामाक खाल्याउने हो। अनि भाग जुन खालेको भागमा यो तामाक गइसकेपछि अब यस्तो तरिकाले निस्किन्छ मूर्ति। यो कास्टिङको यो हिस्किएपछि यस्तो हुन्छ। तर मूर्ति बनाउने बेला जुन हामी थाल्ने बेला लान्छौँ नि, अब उनीहरूको चाहिँ हिट अलिकति मिलेन भने पनि यसो पाल पर्ने, हिट गर्ने, हात नआउने, मुख आदि मात्र आउने, नाकै नआउने, त्यस्तो गरी आउँछ। त्यसमा चाहिँ फेरि वायरिङ गरेर जुन त्यसलाई त्यसकै रूपमा ल्याउनलाई अब यो कार्भिङै चाहिन्छ। त्यस भएर यो मूर्ति बनाउनेलाई चाहिँ कमसेकम 1 हप्ता लाग्यो भने हाम्रो यो कार्भिङलाई कमसेकम 2 महिना लाग्छ। अब यो मूर्तिमा चाहिँ ब्लक भएपछि त निस्केको हुन्छ, उनीहरूको सर्ट टाइममा पनि त्यही निस्किन्छ। हाम्रो यो कार्भिङमा एकजना मूर्तिको 2 महिना निरन्तर त्यो एउटाको 2 महिना लागिहाल्छ। मूर्ति कार्भिङ गर्दाखेरि अब हामी कार्भिङ गर्ने मान्छेहरूलाई हामीसँग यति सोच, यति चाहिँ भित्री आत्माबाट यति ज्ञान हुनुपर्छ कि जुन मूर्तिमा अब फ्रेस कार्भिङ गर्दाखेरि पनि यो कुन मूर्ति हो, यो मूर्तिको कुन पोजिसन भइरहेछ। जस्तै बुद्धको मूर्ति भयो भने उहाँलाई शान्तको रूपमा लिनुपर्छ हामीले कार्भिङ गराएर, उहाँलाई हँसाएर यताउता देखाएर यो गर्नु मिल्दैन हामीले। अब
यो टाइपको भयो भने यिनीहरूलाई अलिकति हँसाउनै पर्छ। यो हँसाउने भन्दा पनि मुख मात्र हाँसेर पुग्दैन हाम्रो कलामा। मुख हान्दाखेरि मुखको साथसाथै पहिला आँखा हाँस्छ, आँखा सानो गर्नु पऱ्यो, यहाँको अलिअलि मासु बढाउनु पऱ्यो, त्यो सबै कार्विङमा गर्नुपर्छ। अब त्यही हो मूर्तिकलामा एउटा आफ्नो सोच, आफूसँग भएको ज्ञान त्यसमा पोख्ने भनेको नै यो चाहिँ अब जे पायो त्यही गर्नु मिल्दैन। हामीले मूर्तिमा जे पायो त्यही बुटा पनि राख्नु मिल्दैन। यो मूर्तिमा यो सुहाउँछ, यो राख्नुपर्छ, यो हुन्छ, यो हुँदैन भने त्यसमा धेरै नै छ। त्यसै चाहिँ अब यहाँ धेरै यो पाटनमा कार्विङ गर्ने धेरै साथीहरू छ, धेरै अरू चिन्ने नचिन्ने धेरै छ। त्यसमा जान्ने बुझ्ने अब पनि अघि तपाईँले भन्नुभएको छ गुरुजहरू छ, उहाँहरूलाई पनि सबै कुरा थाहा छ। यो मूर्तिमा यस्तो हुनुपर्छ, यसलाई यस्तो समय राख्नुपर्छ, यो मुद्रामा बसिरहेको हुन्छ भनेको उनीहरूलाई थाहा छ। त्यसमा कोही मान्छेले यस्तो नमिल्ने खालमा कुनै मान्छेले यो फेसबुकमा पनि मूर्ति हाल्ने गरेको छ, त्यो सिधै गालेर ल्याउँछ, यो मिलेन तिमीले गरेको, यो यस्तो हुनुपर्छ, यो यस्तो। उनीहरूबाट हामीले धेरै ज्ञान पाएको छ हामीले। अब यो मूर्तिमा पछाडि मन्त्र हान्नुपर्ने हुन्छ। अब जस्तै यो मैत्री बुद्ध भयो, यसको पछाडि मन्त्र हामीलाई थाहा हुँदैन। म जान्छु गुरुजहरू कहाँ, गुरुजु यो मूर्तिको मन्त्र के हो भने उहाँले त्यो हाम्रो नेपालीमा लेखेर ल्याउँछ। अनि त्यसकोमा रञ्जनामा लिपिमा हामीले त्यहीँ उग्रेर त्यसमा कार्विङ गरेर माथि उठाएर हामी त्यो मन्त्र राख्छ। विभिन्न किसिमको मूर्ति हुन्छ। जस्तै अब बुद्ध भगवान्को मूर्तिको मैले फ्रेस कार्विङ गर्नु भने उसलाई शान्त भावमा ल्याउनलाई म शान्त भएको ठाउँमै, मलाई कुनै टेन्सन नभएको टाइममै त्यो काम गर्नुपर्ने हुन्छ मलाई। अब अरू चाहिँ जुन क्रोध टाइपको पनि मूर्ति हुन्छ, क्रोधहरू यिनीहरू चाहिँ एकदम अब त्यो क्रोधमा गर्नु पऱ्यो भने पनि चाहिँ अब त्यो क्रोधमा शान्त जस्तो क्रोधमा गर्न गाह्रो छैन, तर शान्त मूर्ति गाह्रो छ हामीलाई काम गर्नलाई। सबभन्दा गाह्रो शान्त मूर्ति फ्रेस कार्विङमा। यो मलाई मात्र होइन, सबैलाई। कुमारी देउता, हाम्रो कुमारी देउता छ, त्यो कुमारी देउता त्यसमा चाहिँ त्यसको फ्रेस कार्विङ गर्न यस्तो गाह्रो छ कि त्यो मूर्ति कुमारी भनेको हाँसे पनि हाम्रो देशमा प्रलय आउँछ, रोए पनि प्रलय आउँछ। अब त्यसको चाहिँ अनुहार फेरि कुमारी भनेपछि बच्चै हुनुपर्छ, 10-12 वर्षभन्दा मुनिको हुनु पऱ्यो। त्यस्तो सानो बच्चाको फ्रेसमा ल्याउनुपर्छ। सबभन्दा काम गाह्रो मलाई त्यही लाग्छ। अब यो एउटा मूर्ति कार्विङ गर्ने हामीलाई यो एउटा मूर्ति कार्विङ 1 महिना लाग्यो भने अब 1 महिनामा चाहिँ कमसेकम हामीलाई 3 हप्ता काम गरेर हुन्छ। 1 हप्ता यसलाई चाहिँ हेर्नलाई टाइम जान्छ हाम्रो। हेर्दै गर्नुपर्छ। अब यो मूर्ति हामीले चाहिँ बनाउँदाखेरि कार्विङ गर्दाखेरि कतै मान्छेले चाहिँ अब पूजा गर्नलाई पनि लाग्छ होइन, मन्दिरमा राख्छ, हामीले मन्दिरमा त्यो चढाउने पनि गरेको छ हामीले। अब त्यसमा चाहिँ जुन मान्छेले पनि जुन गुम्बामा होस्, जुन पूजा कोठामा होस्, सो मूर्ति राखेपछि अब उहाँ धर्म गर्ने बेलामा, उहाँ पूजा गर्ने बेलामा उहाँ त्यो मूर्तिको फेरि त्यो आकार प्रकार देखेपछि, त्यसको अनुहार देखेपछि उहाँलाई जति पनि हामीले चाहिँ गरेको कामबाट आनन्द आओस्, अब अलि मनमा चाहिँ अलिक खलिबली भएको पनि त्यो दूर रहोस्, त्यो शान्त रहोस् भन्ने त्यो हिसाबमा हामी धेरै जस्तो शान्त रूपमै काम गर्छ, शान्त मूर्तिमै काम गर्छ हामी। अब सबै चिज पहिलोको भाउमा हुने पाउँदैन। व्याक्स भयो, यसमा चाहिने अब सालधोप भयो, यसको त्यो माटो डेलिकी सबै त्यो उनीहरूको आफ्नो हिसाबमा महँगो भाउ बढेको त्यो हिसाबमा लिन्छ। अब हुँदा लास्टमा सुन त अहिले पनि महँगो भइ गइरहेको छ। त्यहाँ सुन राख्ने मान्छेहरूले पनि आफ्नो हिसाबमा आफ्नो सुनको खर्च ज्यादा लिन्छ, तर हामी फ्रेस कार्विङ गर्ने मान्छेहरूले त्यसको भाउ चाहिँ बढाएर लिन धेरै नै गाह्रो छ, हामीलाई दिँदैन त्यति। अब त्यो मूल्य वृद्धिको चाहिँ त्यो कसैले पनि रोक्न सक्नेवाला छैन। जुनको पनि तामाकै होस्, यो मूर्तिमा चाहिने यो व्याक्स होस्, कुनै चिजको पनि त्यसमा चाहिने यो जिन भन्छ, त्यो जिन्स भन्छ, त्यो मिसाउने त्यो अलमोस्ट सबै चिज चाहिँ त्यो महँगो भएको उनीहरूको आफ्नो सामानको अब मूल्य वृद्धिकोमा हामी मूल्य चाहिँ वृद्धितिरै ल्याउनुपर्छ। अब यसमा हामीले यो गर्न सक्दैन कि अब मेरो चाहिँ मूर्ति तयार भयो, तयार भइसक्यो मैले आफ्नो एउटा टक्कमा एउटा भाउ मात्र लाउँछ मलाई यो मूर्तिमा यति मेरो मेहनत छ, यति पैसा चाहिन्छ भनेर। अब उहाँले चाहिँ अब महँगो भयो भनेर मैले महँगो मूर्ति ल्याएँ भने उहाँले किन भन्नुहुन्छ? उहाँले किनभने चाहिँ अब सबै चिज महँगो भने उसले तल देखेको हिसाब उहाँले
बटाइरहनु पर्ने मेरो हिसाबमा चाहिँ हुँदैन थियो उनीहरूलाई। उनीहरूले सोध्नु पनि सोधेन, गर्नु पनि मान्नु पनि मान्दैन। त्यस बेला चाहिँ सबभन्दा समस्या चाहिँ यो कार्बिङवालाहरूले नै मैले देखेको छु। किनभने महँगो चिज मेरो काममा होइन नि, यो कार्बिङ गर्ने मेरो दिमागमा पऱ्यो नि होइन। यो यति महँगो भयो भने यति मलाई पैसा चाहिन्छ भनेर चाहिँ म दिने गरेको छैन। त्यो लिने भनेको मेरो कार्बिङको टाइम मैले बेसी काम गरेर त्यसमा लिनुपर्छ। मैले अघि नै भने सुनको अब अहिले 2 लाख पुग्यो भने 2 लाखको भाउमा उनीहरूलाई पैसा हामीले दिनुपर्छ। तर त्यस भएर धेरै जस्तो हामीले त्यो सुन ल्याएर दिने काम गरेको छ। कार्बिङ सिकेपछि मात्रै दिने, सुन लाउने अरू जे गर्नुपर्ने उहाँहरूले गर्नुहुन्छ। अब त्यो सुनको मात्र मैले चाहिँ त्यो घरबाट गएको चाहिँ त्यसकोबाट म छुटकारा पाएँ मैले। र तामाको माटोको होइन अब छ नि, अब यसमा चाहिने यो व्याक्सको यो सबै अब अरू टुल्सहरू छ हामीलाई, जाउलहरू मेसिनहरू सबै चिज महँगो भएर जान्छ। अब त्यो त तिर्नै पर्छ। अब त्यो सस्तोमा पाउँछ भनेर आफू बसेर त आफ्नो काम पछाडि जाने भएर कुनै उपाय छैन त्यसमा। त्यस्तो त अब हामी काममा बस्दाखेरि चाहिँ त्यस्तो त हुनैपर्छ। कुनै किसिमको अलिकति मात्र घरमा टेन्सन मात्र भयो भने आफ्नो घरको परिवारलाई अलिकति सन्चो नभए पनि आफूले हेर्नु पर्ने त्यो अवस्थामा हाम्रो काम चाहिँ गरेर ठिक हुँदैन। त्यो अवस्थामा काम गर्न सक्दैन। त्यो अवस्थामा अब त्यो टाइममा आफ्नो जुन भएको आफूसँग भएको ज्ञान कला त्यसमा पकाउन सक्दैन। आफ्नो दिमागै अन्त भइरहेको हुन्छ। त्यो बेलामा काम ठप्पै गराउनुपर्छ हामीले। अब मैले चाहिँ यहाँबाट बनाएको काम मैले बाहिर पसलमा होस् या पूजा गर्ने राखेको ठाउँमा होस्, कहिले अब सो बिस गरेर राखेर त्यो हेर्दाखेरि मलाई यति खुसी लाग्छ कि अब मैले 4-5 वर्ष अगाडि गरेको काम पछि दिएको भने यो मैले काम गरेको हो र त्यस्तो मलाई फिल हुन्छ। त्यो अहिले यो काम गर्न सक्छु भने त्यति मैले काम गर्न सक्दैन। 4-5 वर्ष अगाडिको काम मैले अहिले गर्न सक्दैन। तर मैले पहिला गरेको काम हेर्दाखेरि म त धेरै खुसी हुन्छ। यो मैले गरेको हो र अहिले गर्न सक्ने मैले छैन। किनभने मेरो आँखा पनि अब धमिलो हुँदै जान्छ, एज गएपछि आफ्नो शरीरको शक्ति पनि कम भएर जान्छ। मैले अलि गरौँ राम्रो नसक्ने। तर धेरै ठाउँमा देखेको छु मैले। अब कलेक्टरहरू पनि राखेको पनि छ, एक्जिबिसनमा पनि धेरै देख्ने गरेको छु मैले। अब अरू साथीहरूले पनि त्यो मूर्ति देखेर यो त यो सामराज दाइले काम गरेको हो, यो अहिले त तपाईँ यति राम्रो गर्न सक्नुहुन्न होला, पहिला कति राम्रो काम गर्नुहुन्छ तपाईँ, त्यसो भन्नुहुन्छ। सिकाइदियो हामीलाई पनि, आउनुहोस् घर सिकाइदिन्छु, वेलकम होइन। त्यो सबै गरिरहेको छु मैले। हाम्रो पूजा गर्ने बेलामै भित्र विभिन्न किसिमको धेरै मूर्तिहरू छ त्यहाँ। त्यो हेरेर पनि हामीलाई धेरै त्यसमा चाहिँ ज्ञान आउँछ। त्यस भएर अब खासै भन्नुपर्ने पनि अब हामी साके बजारहरूकोमा चाहिँ धेरै हेर्न पाइन्छ। यसो बालबैमा हामीहरू मात्रै हुन्छ, अरूको चाहिँ त्यति हुँदैन। तर भित्र पसाउनु दिँदैन, बाहिरबाट हेर्नु पाइन्छ। तर हामी चाहिँ भित्रैसम्म जान पाउँछौँ। हामी त्यहाँको कलाकृति बच्चैदेखि र हेर्दा पूजा गर्दा हाम्रो दिमागमा त्यसको पनि आउँछ। यो कलामा त्यो पनि पोखिन्छ हाम्रो, अटोमेटिकली हाम्रो हात जान्छ त्यसमा पनि। अब व्यापारले पनि विभिन्न किसिमको मूर्ति हेरेर हुन्छ, उसलाई थाहा हुन्छ। तर हामीलाई किनभने एउटा दुईवटा यो व्यापारले पनि यस्तो साउजी यो 2जना मैले पनि भेटाएको छु कि कुनै चिज मिस्टेक किन नराम्रो भने अब यो चाहिँ यो त्यति आइमाई टाइपको मूर्ति भयो भने यसको औँला अलि सानो भएर सिधैको प्रयोग हुनुपर्छ। अब यो बुढोको भयो यसो भने अलिकति त्यो भन्दा त्यो अलिकति मोटो हुनुपर्छ। यो केटा र केटी मान्छेको हाम्रो हातको फरक हुन्छ नि, यो मूर्तिमा पनि दर्शाउनु पर्छ। यसो गरेर ल्याऊ है भाइ भन्छ हामीलाई। उहाँहरूकोबाट पनि हामीले अलिअलि प्रेरणा पाएको छौँ मैले। तर त्यसको अन्तर थाहा पाउन चाहिँ अलिकति अब जस्तै होस् न, अब मूर्ति नै देख्ने त्यो मान्छे चाहिँ थाहा हुँदैन। त्यो कि व्यापारमा लाग्नु पऱ्यो, कि हेराउनु, कि थाङ्गासँग केहीमा लाग्नु, कि काम गरेर हुनु पऱ्यो, कि व्यापार गरेर हुनु पऱ्यो। तिनीहरूले हेर्न साथै तारैदेखि थाहा हुन्छ यो चाहिँ नराम्रो, यो चाहिँ राम्रो। अब त्यसमा हो के भने अब मैले प्रायः जस्तो यही देखिरहेको छु कि त्यही सेम टाइपको दुईवटा किसिमको प्राइसको, दुईवटा किसिमको मूल्यको मूर्ति अब साउजीले पसलले देखाउँछ। तर हेर्ने मान्छेलाई चाहिँ अब यो राम्रो नराम्रो चाहिँ कुनै अलिकति त थाहा हुन्छ, प्रायः जस्तो थाहा हुन्छ। एउटै मूर्तिमा एउटाको चाहिँ यति एउटा कसरी त्यो किन्न मान्छेलाई त्यति चाहिँ त्यो ज्ञान हुँदैन मेरो हिसाबमा। त्यस्तो भयो भने अहिले पनि त्यसमा अलिकति ज्ञान भएको मान्छेलाई लगेर मलाई थाहा भएन कन्फ्युज तपाईँ आउनुहोस् न लगेर
अलि थाहा भएको मान्छे लगेर देखेर चाहिँ किनेको देखेको छु मैले। अब यो मूर्तिकलामा गाह्रो भन्ने काम त अब नजानेपछि मात्रै गाह्रो लाग्छ मलाई त, नजानेपछि मात्र। जानेपछि के को गाह्रो नि, अरू टाइमको कुरा हुन्छ त्यसमा, के को गाह्रो। अब वेस्ट निकाल्ने त्यो बिस्तारै निकालिहाल्छु। अब माटोमा जाने त्यो पनि अब वेट अलिक फेरि 3-4 चोटि लाउनुपर्छ। अब गाह्रो भने के गाह्रो मान्ने, त्यसमा गाह्रो भन्ने छैन। सबभन्दा गाह्रो त त्यो थाल्ने बेलामा, त्यो थाल्ने बेलामा त आफू बस्ने मान्छे गरेको छैन, आफूलाई त्यो थाल्ने ज्ञान पनि छैन। अहिले धेरै थाल्ने मान्छेहरू छ, सबभन्दा डेन्जर, सबभन्दा गाह्रो काम थाल्ने मान्छेको, मलाई त्यो लाग्छ त्यो। किनभने त्यसमा चाहिँ धेरै जोखिम छ। अलिकति तामा पोखेर खटम पऱ्यो भने खुट्टै जान्छ। त्यो पग्लेको तामा उठाएर ल्याएर केही मिस्टेक गरेर खस्यो भने फटाक आउँछ, त्यो भएर लाग्न सक्छ। अब उनीहरूलाई धेरै गाह्रो जस्तो लाग्छ। अब बिलाएको त छैन, यो बिलाउने चिज पनि होइन। यो प्रभाव चाहिँ परिरहेको छ, किनभने हातले गर्ने कामलाई चाहिँ अब कम प्रयोग हुने भयो। अब मेसिन चाहिँ धेरै प्रयोग हुने भयो। अब मेसिनबाट सस्तो पनि हुने भयो। त्यस भएर चाहिँ प्रभाव चाहिँ परेको छ, तर चाहिँ यो चाहिँ लोपै हुनेवाला चाहिँ छैन कहिले पनि। तर मैले देखेअनुसार चाइनाबाट मात्रै हो। तर प्रायः जसो नेपालकै मूर्ति चाहिँ उनीहरूले डुप्लिकेट निकालिरहेको छ। तर यहाँको प्रडक्टमा धेरै काम गर्ने कलाकारहरू भएको कारणले उनीहरूले जति कपी गरे पनि सिडिएला जस्तो लाग्दैन मलाई। त्यति नै नयाँ राम्रो कलाकारहरू पनि नयाँ राम्रो यहाँबाट चाहिँ आइरहेछ अहिले। अब मेसिन मेडमा सेम आउँछ, यो ह्यान्डमेडमा एउटा मात्रै स्ट्याचु सेम आउँदैन। किनभने एउटै अब म एक्लैले काम गरेको भए पनि यो एउटा मैले चाहिँ अहिले गरेँ भने मैले दोस्रो मैले सामान गरेँ भने यो सेममा आउँदैन। अब प्रायः त्यो सेम गर्नु पनि गर्दैनौँ हामीले, किनकि त्यसमा फरकै निकाल्छौँ हामीले। त्यो सेम भयो भने हामीलाई पनि बजारमा आयो त्यहाँ पनि छ त्यो त्यहाँ पनि छ भने चाहिँ त्यो किन्ने मान्छेहरूलाई पनि सेम नगर्नुहोस् भन्छ। अब प्रायः के भन्छ भने अशोकनगर यो एक ठाउँमा एउटा हामीले व्यापारलाई चाहिँ यो मूर्ति सप्लाई गरेपछि त्यहाँ गरेको सामान चाहिँ अन्डर नदेऊ। अब मेरोबाट एउटा यही मेसेज दिन्छु कि अब यो कला क्षेत्रमा चाहिँ हाम्रो नेपाल अरू भन्दा अगाडि नै छ। त्यसको लोप नहोस्, पछि नपरोस् भन्ने यो चाहन्छु म। अब कमसेकम 2टा छोरा भएको मान्छेले एउटाले भए पनि सिकाउनुहोस्, 2टाले। अब के भन्ने, जसरी बचाउन सक्नुहुन्छ त्यो बचाउने प्रयास गर्नुहोस्। जति पनि अब हामीले चाहिँ यो मूर्तिमा म भन्छु कि अब सबैहरूले चाहिँ धर्मको लागि किन्नुहोस् या त आफ्नो सजावटको लागि किन्नुहोस्, तर आफ्नो कलालाई चाहिँ कलाकारहरूलाई चाहिँ एउटा मान्यता दिने, उहाँहरूलाई काम दिने, उहाँहरूको रोजीरोटी चाहिँ अलि घरमा चाहिँ उनीहरूको पनि घाँस कपासको चाहिँ यो कुरा मिलोस् भन्ने चाहिँ त्यही म भन्न चाहन्छु। केही हेल्प गरिदिनुहोस् कलाकारहरूलाई, एउटा उत्साह बनाउने काम गर्नुहोस्। आफ्नो चाहिँ अब भन्दा तलको या साथीहरू या आफ्नो तोलको दाजुभाइहरूलाई चाहिँ सिकाउने आफ्नो चाहिँ मनसाय बढोस्। यही मेरो चाहिँ अब सबै यो हाम्रो पाटनको नेपालको सबै यो कलाकारहरू जुन पनि जति पनि छ तिनीहरूलाई म यही अनुरोध गर्न चाहन्छु।